आज हामी पाल्पा जिल्लाको विभिन्न क्षेत्रहरूको भ्रमणको क्रममा 5 जना निस्केका थियौँ। हामी चाहिँ धेरै एक्साइटेड भइसकेका थियौँ कति बेला पुग्ने भनेर। अब हाम्रो बस 8 बजे बुटोलबाट निस्क्यो। बुटोलबाट निस्केपछि हामी दृश्यहरूमा रमाउँदै हिँड्यौँ। अनि बाटोमा विभिन्न चिजवस्तुहरू देख्यौँ। त्यसपछि सिद्धबाबा मन्दिर पुग्यौँ। हामी सिद्धबाबा मन्दिरलाई बाटैबाट दर्शन गऱ्यौँ। दर्शन गरिसकेपछि चाहिँ हाम्रो बस अब निरन्तरता यात्रामा कटियो। करिब 2 घन्टाको यात्रापछि चाहिँ हामी प्रकृतिमा रमाउँदै आनन्दित भई मनलाई फ्रेस गर्दै मनलाई शान्त गर्दै प्रकृतिसँग नाच्दै हामी चाहिँ पाल्पा बस पार्कमा पुग्यौँ। पाल्पा बस पार्क पुगिसकेपछि हामी चाहिँ अब अदालतको बाटो लाग्यौँ। हाम्रो चाहिँ एउटा साथी त्यही पाल्पा बस पार्कनिर अलि अगाडि बसेको थिएन। हामी फाइनली उनीसँग भेट भयौँ। त्यसपछि भेट भइसकेपछि हामी अदालतमा लाग्यौँ। अदालत जाँदै गर्दा हामी अदालतमा पुग्यौँ। अदालतमा पुगिसकेपछि चाहिँ हामी अदालत हेऱ्यौँ। पहिलोचोटि गएको हामी पाल्पाको अदालत। अनि त्यसपछि चाहिँ अदालतमा पुगिसकेपछि एकछिन टेस्ट गरेर हामी इजलासमा छिरेर 2टा बहस सुन्यौँ। त्यसपछि हामी फेरि पाल्पा दरबारका लागि रेडी भयौँ। त्यसपछि हामी दरबार गयौँ। अनि पाल्पा दरबारमा कस्तो राम्रो सिनहरू देखेर हाम्रो मनलाई एकदमै आनन्दित गऱ्यौँ। त्यसपछि हाम्रो साथीहरू चाहिँ मस्त रमाइरहनु भएको थियो। अनि हामी पाल्पा दरबार पुगिसकेपछि त्यहाँको सङ्ग्रहालयमा थियौँ। त्यहाँ टिकट काट्नुपर्ने रहेछ। हामीले टिकट पनि काट्यौँ। टिकट काटेर त्यहाँभित्रका विभिन्न पुरातात्विक ऐतिहासिक वस्तु हेर्नुपर्छ। हामीले एउटा भिडियो पनि हेरेको थियौँ चितगढी कसरी विजय भयो भन्ने। त्यो लगत्तै हामी तानसेनबाट अब फेरि हामी यात्रा चाहिँ श्रीनगरको लागि सुरु भयो। अब श्रीनगरको लागि हाम्रो यात्रा सुरु भइसकेपछि चाहिँ अब हामी पाल्पा दरबारलाई अब अर्कोचोटि फेरि भेट्ने आशा बाँध्दै हामी अब निस्क्यौँ। हामी निस्किसकेपछि अब हामी चाहिँ यात्रामा रमाउने क्रममा थियौँ। त्यसपछि हामी श्रीनगरको लागि रेडी भएर निस्किसकेका थियौँ। अब निस्किँदाखेरि पनि हामी साथीहरू श्रीनगर भनेर चाहिँ खुसी हुनुभएको थियो। ती साथीहरूको मन गर्न भए पनि अब टाइम त हामीसँग एकदम कम, त्यही पनि हामी श्रीनगरको यात्रामा चाहिँ लाग्यो। मेरो साथीहरू चाहिँ अब सबै तराईतिरकै हुनुहुन्थ्यो। त्यही भएर सबै झोला मैले साथीहरूलाई हेल्प गरेँ। सब झोला चाहिँ मैले जो बोकेर लगेको थिएँ। अब म चाहिँ पाहाडमा जन्मेको, अनि पाहाडमा हिँड्न मलाई त्यस्तो अप्ठ्यारो नलाग्ने। अब साथीहरूलाई पहिलोचोटि गाह्रै भयो भनेर मैले अब बोकेर हामी चाहिँ श्रीनगरतर्फ लाग्यौँ। श्रीनगरतर्फको यात्रामा जाँदा नि हामी एकदम खुसी थियौँ। अब हिँडिरहेका थियौँ मेरा साथीहरू। हामी श्रीनगरको यात्रामा सबै साथीले मलाई जो झोला बोकाउनु भएको थियो मलाई पनि आनन्दितै थियो। अब साथीहरूसँग रमाउँदै जानु पाउँदा एकदम खुसी थिएँ म चाहिँ। त्यसपछि हामी अब श्रीनगरको उकालो चढ्दा स्याँ गर्दै सबै साथीहरू थकाइलाई पनि मध्यनजर गर्दै थकाइमै स्थगित गर्दै आफ्नो यात्रामा लाग्यौँ। यात्रामा लागिसकेपछि चाहिँ साथीहरू अब हामी श्रीनगरको डाँडामा पुग्नै लाग्यौँ। अब लामो यात्रा 30 मिनटको हिँडाइ, लगभग हाम्रो 30 मिनटको हिँडाइपछि हामी चाहिँ श्रीनगरको डाँडामा पुग्न लाग्यौँ। सबैको झोला मैले बोकेर हिँडेको थिएँ। अनि हामी फाइनली श्रीनगर पनि पुग्यौँ। त्यहाँ श्रीनगरमा पनि टिकट काट्ने व्यवस्था रहेछ। टिकट नि काट्यौँ। त्यसपछि त्यहाँको भ्यू हेर्नका लागि चाहिँ हामी खुब मेरा 2टी साथी एक्साइटेड हुनुहुन्थ्यो। अनि हामी पनि सबैजना एक्साइटेडै थियौँ। लगभग बढीमा चाहिँ 2 जना साथी भेरी एक्साइटेड हुनुहुन्थ्यो। त्यसपछि हामी यो चाहिँ अब भ्यू हेर्ने भनेर हामी लाग्यौँ। त्यसपछि हामी चाहिँ
श्रीनगरको भ्यू हेर्नका लागि सिँढी चढ्यौँ। लगभग 193 सिँढी थियो होला, हामीले गनेका नि थियो 193 सिँढी थियो। 193 सिँढी चढिसकेपछि स्याँ हुँदै स्याँलाई पनि मनमै स्थगित राखेर हामी यात्रामा पुग्नु थियो, हामी यात्राको गन्तव्यमा पुग्नु थियो। त्यसकारण हामी चाहिँ हाम्रो यात्रामा निरन्तरता लाग्ने क्रममा चाहिँ अब उहाँ अङ्कल पनि थाकेर, त्यही पनि हामी थाकेको अनुभव नगर्दै हामी, मेरो साथी नै थाकिन्। त्यसपछि हामी श्रीनगरको डाँडोमा पुग्यौँ। डाँडोमा पुगिसकेपछि त्यहाँको हामीले अविस्मरणीय रमणीय पलहरू हेऱ्यौँ। त्यो पलहरूले चाहिँ एकदमै आनन्द महसुस, केही कुराको पनि चिन्ता पीडा नभएको के प्रकृतिसँगै रमाउँ, प्रकृतिसँगै नाचौँ जस्तो फिल हुने कि प्रकृतिलाई यसरी हेर्न पाउँदा हिमाल देखेको थियो। त्यसपछि नै हामी अब समय पनि एकदम कम, एक दिनमा यत्रो धेरै क्षेत्रहरू घुम्न पायो। त्यसमा हामी खुसी हुँदै अब अर्कोचोटि आउने, अर्कोचोटि भेट हुने, सियु पाल्पा भन्दै चाहिँ हामी सबै आफ्नो घर आयौँ। आजको दिन हाम्रो निकै रमाइलो भयो।